निर्वाचन भयो भने म घाँटी गाड्दिन्छु घाँटी। यदि फागुन 21 गते सुशीला काकीको नेतृत्वमा यो देशमा चुनाव गरेका भने नि तपाईहरुले मेरो मुखमा पिसाब गर्दिनुस्। तिमीलाई चुनावमा नउठ भनेको होइन मैले। अहिले अँध्यारो मुख लाएर आएर हुन्छ? हारिन्छ चुनावमा नउठ, यो घर धितो राखेर पैसा ननिकाल भनेको होइन। अब यो ऋण कसरी तिर्नु? छोराछोरीको फिस तिर्न सकेको छैन। यसरी हुन्छ त? अहिले अँध्यारो मुख लाएर आएर हुन्छ? ए भाउजू बात गर्न जाम। मेरो त बुढा मरेको भात खानुहुन्न। भात खानुहुन्न? के खानुहुन्छ त? चटपटे पानीपुरी। अर्को बिहान पाउँछु नि त। हजुर अर्को बिहान पाउँछु नि त अब ह्यान्डसम। के भनेपछि अर्को बेहोर्न पाइन्छ भनेर बुढो मर्दा खुसी भएको। एमाले आफ्नो चिन्ह चुज गर्दा अलिक सोच्नु पर्थ्यो कि तिमीहरूले गरेर आज मेरो लुगा सुगाएको सुक्दै सुकेको छैन, घाम त लाज मानेर लुकिसक्यो अनि झापातिर मत गर्न लारे होइन, अनि त्यहाँको त्यो मत गर्ने मान्छेले त यहाँ म त मतसत गर्दिनँ यस्तो ठाउँमा भनेर, अनि किनभने जति गरे घन्टी 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 मात्र आउँछ अरू केही छैन भनेर। रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीमा बालेन शाह प्रवेश गर्ने, पार्टीको सभापति रवि लामिछाने नै हुने तर प्रधानमन्त्री चाहिँ बालेन शाह हुने, यस्तो सहमति भइरहेको छ। अहिले लाटो देशमा गाँठ टर्ने जसले जे गरे पनि हुन्छ, अर्कै सामाङ आफै प्रधानमन्त्री हुन्छु भने हिँडिरहेको छ। भोट जति जान्छ आइमाईको जान्छ। लोग्ने मान्छे र विदेशमा बस्ने मोबाइलबाट मात्रै पटाकोले जितो के आरो मैले के हालो भनेर उही मोबाइलबाट मात्रै पुराउने। म त महिलाहरूसँग मिल्ने मान्छे हो नि त। अब की बार ओली सरकार भोट केमा सूर्यमा, भोट केमा सूर्यमा। हेर्नु त बुढा, राम्ररी हेर्नु। जब भगवानले नै सूर्यलाई उदाउन दिएको छैन नि चुनावमा कहाँबाट सूर्य उदाउँछ? रिसाउनु भएको छ क्या हो केपी बासँग? केपी बासँग त मेरो अहिलेदेखि मात्रै होइन हजुर 51 सालदेखि रिसिभी हो। यसपालि त कुलमाले जित्दैन त। कसले गरेको यहाँ हो कुरा फेरि? अस्ति कमेन्टतिर त सबैजना त्यस्तो भनिरहेछ त। कमेन्ट गरेर हुन्छ? जित्ने नजित्ने भनेको त्यो त चुनाव पछिको कुरा हो। जसले जेसुकै भनोस् मेरो भोट चाहिँ कुलमान घिसिङलाई नै हो। लु जा किनेर किनेर किनभने नेपाल झिलिमिली पारेको कुलमान घिसिङलाई हो। नेपाली हामी केपी बुढोले हालेर खुब राम्रो गरेछ हाम्रो घरको मान्छेले। अर्को सामान त किन हाले त? हो भने रिस उठिरहेको छ मलाई त। किन रुवा किन नहाल नला मम्मीहरूलाई हो भने फर्किलो भोट हालेर दिनुपर्छ। मान्छेहरू जिम जान कपडा भएन, जुत्ता भएन, पानी लाने बोतल भएन भन्छ नि। हेर्नु त्यहाँ गौरवलाई चप्पल, पाइलेटको चप्पल लाएर आछ। अनि तपाईँको बिहे कहिले हो? कहिले तपाईँको ल सम्झिनु होला है। अनि तपाईँको कहिले? हजुर यो जुनीमा हुँदैन। यो भएको चाहिँ के भएको के जनता अब बाठा भएका जनताले राम्रो जिताउनु पर्छ भनेको यो के कम्तीमा उसको आउँदा उसको पनि त अलिअलि त आउनु पर्छ नि। त्यो पनि हो। कार्यकर्ताले पनि भोट हालेनन् क्या, यहाँ विश्वास गरेनन् केपी ओलीलाई। त्यो केपीको त्यो उसका ती संसारहरू कार्यकर्ता अघि पछि लाग्नेहरू पछौरेहरूले पनि भोट हालेन। गजब बेइज्जती। अनि भोट चाहिँ केमा त? भोटमा माटोमा हान्ने। माटो मान्ने हो हजुर त? के एमाले होइन? भुत्रे एमाले 5 वर्ष त दुध र मह त जम्मा खलै बगाइदियो त। ए हो र? भोट जिताउने त राटी भन्दा केमा हालिस्? नतिजाले बताइहाल्छ नि केमा हाल्ने भनेर। मैले भनेको पार्टीलाई हालिनुहोस्। राम्रा मान्छेलाई भोट हाल्नु है भन्थे मलाई तिमी बाहेक अरू कोही नि राम्रो लाग्दैन। तिमीलाई नि हाल्दे नि गएर ड्याङ्ग पारेर।
धोका घरबाटै हो धोका पाउने भनेको बाहिर काले त के तिमीलाई नो टेन्सन चाहिँ कहिले हुन्छ नो टेन्सन भएको दिन चाहिँ फेरि आज म स्वास्नीसँग खुल्ला हाँस्छु रमाउँछु भनेको दिन चाहिँ कहिले छ लु त आफ्नो बुढाले भनेको ठाउँमा घटाउनुपर्छ पर्ने अब म यहाँ तीर्थस्थल हिँडेँ अब घुम्नु यहाँ मलाई टेन्सन भयो जाऊ जाऊ त्यो उदारी कपाल काटेर जाने कि पालेरै जाने पालेर जाने म सन्यासी हुन्छु झन् राम्रो भरे फेरि म सकिनँ म फिर्केर आउँदिनँ मलाई यहाँ टेन्सन बसेको नगराइ त अहिले स्ट्याटस लेख्दैमा अनि त्यो 4-5 रुपियाँ उठाएर समाज सेवा गरे जस्तो गरेर ज्याकेट गर्दैमा अर्को काम गर्दैमा प्रधानमन्त्री म बन्छु तेरै बाउ केपी वाली बन्छ होला नि जाँठी त जस्तो चाका लाउने र केटाहरू चाका लाउने साँपरा देखाउने जस्तो हो र जाँठी मिहिनेत गरेर खाने कस्तो हुन्छ अनि यो किन चम्किएको यति माथि अचली अमो जाँठी चम्की नबोला जाँठीलाई यति ह्यान्डसम चिटिक्क बनेर कता लाग्नु भएको भोट हाल्न भोट केमा भोट ढङमा खुसीको र्यालीमा सहभागी हुनलाई हो भाइ हो एकदम सही हो हामीले त आज जिते होइन बालेन साल जब उम्मेदवारी दर्ता गऱ्यौँ तब नै झापा पाँचले बालेन साललाई जिताइसकेको थियो होइन बालेनले जित्यो भने बिहे गर्छु भन्नुभएको थियो तपाईँले बिहे गरिहाल्ने छिटो छिटो बालेनले जित्यो भने मात्रै नि फेरि बालेनले जितेन भने त बिहे गर्दिनँ सुनिश्चित जस्तै देखिया छ ख्याल ठट्टामा भन्नुभयो कि साँच्चै सिरियसली भन्नुभयो सिरियसली भनेको र यो म्यासेज त तपाईँहरूलाई यदि बालेन सालले जित्यो भने चाहिँ मेरो तर्फबाट र मेरो साथीको तर्फबाट तपाईँहरूलाई स्पेसल नाम तपाईँलाई फोन गरेर पार्टी छ है त्यो जापा कुलमान घिसिङले हार्दा के हुन्छ अरे तिमीहरूलाई त्यति पनि थाहा छैन लोड सिलिङ हुन्छ कि देशै अन्धकार हुन्छ त्यहाँबाट थाहा हुन्छ कि कुलमान घिसिङ भगवान हो भनेर जोड्नुपर्ने दिन आउँछ बुझ्यो उहाँ हस्पिटलमा गएर कति सहयोग गर्नुभयो म त हजुरलाई धेरै धन्यवाद गर्छु तर उहाँ चाहिँ धेरै धर्म थियो अरू कुनै जानुभयो उहाँ हस्पिटलमा बेडमा है त हजुर चाहिँ धेरै धर्म छोरी है बुवा यसपालिको चुनावको नतिजा देखेर कस्तो लागिरहेछ त म त छक्कै परिरहेको छु ताजुब लागेको छ किन किन र त्यत्रो काम गरेर देखाउने नेताहरूलाई हराउनु भनेको अचम्मको कुरो होइन नेपाली हामी मैले पहिले नै भनेको थिएँ बुढा तिमीलाई मेचीमा बगाएर महाकालीतिर खोज्छ नै केटाहरूले भनेको भोक्यो होइन रहेछ हेर त अब अमला खाएर गर्भवती बनाउने ठाउँमा मासु भात खाएर सेकेन्ड बनाएर तिमीलाई कला बहिनी हामी गयौँ ल नजाऊ के लौ यो मेरो याद आउँदाखेरि खाए बाटा चबा चबा पारे के हो र मेरो रोटी हो कि यो लौ ग गन्दी खाना दिदी एउटा खान दिदी एउटा खाना जब भाइ भिडियो सुट भइरहेछ यार भाइ सरी दिदी खत्तम बाय बाय टाटा गुड बाय देख्नुभयो यहाँ बाहुन र राईमा कति फरक छ बाहुनको आँखामा पनि बोकिन नसक्ने भूत लाग्छ राईको यहाँ हुनुपर्ने ठाउँमा पनि केपी शर्मा ओलीलाई बालेनले हरायो भने चाहिँ के हुन्छ उही आकाश पल्ट्यो भने के हुन्छ भने जस्तै हो केपी शर्मा ओलीजी शानदार ढङ्गले जित्नुहुन्छ त्यहाँ कुनै आकाश पल्टी जस्तै हो असम्भवै हो त्यो ल तपाईँले कहिले भन्नु आकाशै पल्टेर हल्ला त मैले नि सुनेको थिएँ कहिले कहिले अब 4-5 दिन बाँकी छ हिजो तपाईँ भोट हाल्नु जानुभयो गएको के हाल्नु भयो त नट भाती भन्नु त घन्टी म त सविताको फ्यान घन्टीमै भोट ड्याङ्क ड्याङ
दुबईबाट हो बालेनको लागि दुबईबाट बालेनलाई भोट हाल्नको लागि तपाईँ झापा आउनुभयो साथ सपोर्ट धेरै माया बालेनको फ्यान घन्टीमै भोट ड्याङ्क ड्याङ ओ भेना कति घर मात्रै बस्नुहुन्छ र सालीहरू बन्तिराइसक्यो दारू खोज्न आए हुन्न र कि कसो साली तिम्रो जवान कल्ले लाने हो अब नगनौ जोखौ बरु जोखौ छिटो हुन्छ मिल्दैन त्यसो गर्न